नमस्कार सबैजनामा। आज हाम्रो 6 दिने पाथिभरा यात्राको 6औं अर्थात् अन्तिम दिन। हिजो हामीहरू जनकपुर धाम घुमघाम गरी राति करिब 8 बजेतिर सिन्धुली बजारको आसपास आई बास बसेका थियौँ र आज बिहान त्यही बिहानको चिया नास्ता खाइवरी अगाडि बढ्यौँ। सिन्धुली गढी पुग्नुभन्दा केही तल एकछिन गाडी रोकेर केही फोटोहरू मोबाइलमा कैद गर्दै थियौँ। एक्कासी भित्तापट्टि केही मानिसहरू चित्र कोर्दै गरेको देखियो। नजिकै गएर बुझ्दा थाहा भयो त्यहाँ नेपाल आर्मीका कलाकारहरूद्वारा पुर्खाले के कसरी नेपाल राज्यलाई दुश्मनबाट जोगाएका थिए भन्ने महत्त्वपूर्ण विषयलाई चित्र मार्फत व्यक्त गर्दै थिए। यो नेपाल आर्मीको कलाकारहरूबाट यो चाहिँ निर्माण हुँदै रहेछ 3D आर्ट्स। यसको बारेमा विस्तृत अझ आउला तत्काल चाहिँ गर्दै हुन्छ है। यो सबै नेपाल आर्मीबाट तयार हुँदैछ। हामीहरू केही फोटो र भिडियोहरू बनाएर अगाडि बढ्यौँ। अबको हाम्रो अर्को गन्तव्य चाहिँ गढी म्युजियम हुनेछ है। म्युजियमको छेउमा केही मनोरञ्जनका साधनहरू पनि रहेछन्। सबैजना केही छिन रमाइलो गर्नतिर पो लाग्यौँ। कोही साथीहरू चाहिँ पिङ खेलेर आनन्द लिँदैछन्। अब म्युजियमतिर अगाडि गइँदैछ।
गढीको डिलबाट हेर्दा सिन्धुलीतर्फको दृश्य साह्रै मनमोहक देखिँदो रहेछ। अझ बाइनाकुलरबाट हेर्दा त झनै मनमोहक। प्राय साथीहरूले बाइनाकुलरबाट पनि दृश्यहरू अवलोकन गर्नुभयो। सिन्धुलीगढीको घुमघामपछि केही अगाडि आई बिहानको खाना खायौँ र काठमाडौँतिर हुर्क्यौँ र अन्तमा कुशेश्वर महादेवको दर्शन गरी काठमाडौँ उत्रियौँ।